नेपाली जनताले देखेको छ। त्यसकारण आज लाज पनि लजाएको छ। यहाँ लुगा लगाएर पनि नाङ्गै हिँडे जस्तो गरी प्रतिपक्षमा रहेर आवाज उठाउँदै गर्दाखेरि जनताले नजिकबाट निहालेका छन्। राजनीतिक यति हदसम्म दूषित राजनीति गर्नु हुँदैन भन्ने कुरा जनताले बारम्बार खबरदारी गरिरहेका थिए। 2079 सालमा यस संसदमा हामीले पाइला टेक्दै गर्दा यहाँहरूलाई हामीले सच्चिनुहोस् है, सच्चिनु भएन भने जनताले सकाउनको लागि अब बेर लगाउँदैन। त्यसको लागि यो पुस्ता अगाडि बढिसकेको छ भनेर हामीलाई त्यतिखेरै खबरदारी गरेका थियौँ। तर यहाँहरूले त जनतालाई अझ पनि आँखामा छारो हाल्ने काम गरि नै रहनुभयो। आफूले दलीयकरण गरेका आफ्नै नेता र भरौटेहरू मार्फत ती सोझा सिधा जनतालाई सुकुम्बासी बन्न बाध्य बनाइरहनु भयो। जब राज्यले प्रयास गर्थ्यो, जब महानगरपालिकाले प्रयास गरेको थियो, कम्तीमा त्यो दलदलबाट, त्यो खोला किनारको त्यो दलदलबाट जीवनको निकै वसन्त त्यहाँ त्यो दुःख कष्टसहित पार गर्दै गर्दा त्यहाँबाट निकालेर कम्तीमा उहाँहरूको भूमिमाथिको अधिकार सुनिश्चित गर्न प्रयास गर्दै गर्दाखेरि यहाँले देखाएको हरकत छ। अलिकति मात्र प्रयास गरिदिनु भएको थियो भनेदेखि विगतको 37 वर्षमा जति नेपाली नागरिकलाई यहाँहरूले भूमिहीन र सुकुम्बासी बनाउनु भयो, ती कुराहरूलाई धेरै अगाडि समाधान गर्न सकिन्थ्यो। यो सरकार निर्माण भएको 100 दिन पनि पुगेको छैन र सरकारले ती साँच्चै वास्तविक भूमिहीनमाथि आशा जगाएको छ, विश्वास जगाएको छ। पूर्व प्रधानमन्त्रीज्यू, यहाँले हामीलाई आफ्नो अनुभव साट्दै गर्दाखेरि, आफ्ना अनुभव बताउँदै गर्दाखेरि हामीलाई जुन मार्गदर्शन गर्नुभएको छ यसप्रति कृतज्ञ छौँ। यहाँले भने जस्तै हामी संसदीय अभ्यासमा साँच्चै नयाँ छौँ। कहीँ त्रुटि पनि भयो होला, कहीँ हामीले काम गर्दै गर्दाखेरि केही कुराहरू बिरामी पनि होला। म यहाँलाई स्मरण गराउन चाहन्छु, हामी त्यो स्वच्छ नैतिक धरातल सहित नेपाली जनताको त्यो सपना पूरा गर्ने प्रयासमा लागि परेका छौँ। कुनै कारणवश कहीँ कतै त्रुटि